नमस्ते सबैजनालाई होइन, वेलकम टु माई न्यू ब्लग। आज चाहिँ यो भिडियो चाहिँ स्पेसल रहेको छ। सो किनकि आज म नेपाल टु रोमानिया जाँदैछु होइन। सबैजनालाई नो स्किप गरेर हेरिदिनु होला, कसरी जाने के गर्ने म सब अपडेट दिने नै छु होइन। यदि हजुरलाई म भिडियो मन पर्यो भने कमेन्ट, लाइक, सेयर अनि यो मेरो च्यानललाई सब्सक्राइब पनि गरिदिनु होला भन्दै भिडियो अब बाँकी चाहिँ भिडियो प्याकिङ गर्दैछु। यो सानो ह्यान्ड ब्याग भइहाल्यो, सुजहरू, यो चाहिँ अर्को सानो ब्याग भइहाल्यो, कपडाहरू के लाने के गर्ने। यो लगेजमा पुरै सामान धेरै भएर नहटेर चाहिँ नै लाग्दैन। यो तनावमा छु म होइन, यति सामान भएको छ होइन। नहटेर एकदम तनावपूर्ण भएर अब के गर्ने नगर्ने एकदमै सुन प्यारो जन्मभूमि अनि होइन, आफ्नो दाजुभाइ साथीभाइहरू छोडेर आफ्नो प्यारो आमा बुबा होइन, दिदी बहिनीहरू अनि आफ्नो प्यारो माया गर्ने मान्छे होइन, स्पेसल त्यस्तो मान्छेलाई अब छोडेर जानुपर्ने अवस्था, बाध्यता हामी नेपालीको सबैको पीडा हो होइन। सो त्यसै गरी त्यसै पीडाको मेरो पनि एउटा एक पर्यो। आज मेरो पनि त्यही अवस्थाले गर्दा आज घर छोड्नु पर्यो, केही न केही गर्नुपर्छ भनेर जिन्दगीमा। सो त्यही भएर आज तयारी गर्दैछु। रातको अहिले 10:30 भएको अवस्था छ, त्यही भएर यसो भिडियो बनाएको गाइस। भोलि अब तपाईँहरूलाई बिहान गएको पनि उता एयरपोर्टमा पुगेको अनि एयरपोर्टभित्र इन्ट्री भएको है। फाइनली हामी रोमानियामा ल्यान्ड भएको अवस्था छ। यहाँ रोमानियाको एयरपोर्ट चाहिँ यो अवस्था छ।